हेलो नमस्कार साथीहरू। आज म मेरो गाउँको रोडबाट जङ्गलभित्र जान लागेको छु। यो बाटो धेरै खतरनाक हुन्छ हैन। कम मान्छे हिँड्ने अनि जङ्गलभित्र पछि के हुन्छ कस्तो हुन्छ भन्ने त्यो पछि थाहा हुन्छ हैन साथीहरू। मेरो साथ पनि रहेको छ एउटा टाइगर, डेन्जर टाइगर। यो मेरो साथमा आएको छ हैन, मेरो साथी भएर जङ्गलमा हैन। तपाईँ देख्न सक्नुहुन्छ यो रोडसम्म त ठिकै छ हैन। तपाईँलाई ठिक जस्तो लाग्यो होला यो रोडसम्म आउँदाखेरि। पछि गएर के कस्तो हुन्छ भन्ने तपाईँ पछि बुझ्न सक्नुहुन्छ। जङ्गल त बाहिरबाट हेर्दा त ठिकठाक लाग्छ, भित्र प्रवेश गरेपछि के कस्तो हुन्छ भन्ने त्यो कसैलाई थाहा हुँदैन हैन। पछि गएर थाहा हुने हैन। हेर्न सक्नुहुन्छ जङ्गलभित्र छिर्न स्टार्ट गरिसक्यो हामी हैन। स्टार्ट गरेर हाम्रो टाइगर। म भन्छु यसलाई काले है, काले। काले भन्दा पनि आउँछ कि फेरि, भनेको चाहिँ मान्छे फेरि। ठिक छ। अनि यहाँ जङ्गलमा त आइयो होइन, आउनु चाहिँ यहाँ आउँदा आवाज नै फरक हुन्छ है। गाउँको आवाज भन्दा हावा र पत्ताको आवाज मात्रै सुनिन्छ होइन। यहाँ त पत्ताहरू पनि छ, सुन्न सक्नुहुन्छ होइन आवाजहरूको होइन। पत्ताहरूको आवाजहरू यताउति होइन, सुनसान एरिया छ। यहाँ पनि केही समय केही साल अघि मलाई यहाँ भन्नाले के अरे एउटा स्याल टाइपको एउटा के जानवर हुन्छ नि, त्यसले मलाई यहाँ चारैतिरबाट घेरेको पनि छ क्या जमानामा होइन। धन्नै मारेको क्या, धेरै साल भन्नाले पनि धेरै भइसक्यो, 15 वर्ष समथिङ यस्तै भइसक्यो उहिले हो। तब म सानै थिएँ होइन। धेरै ठुलो कालबाट बचेको होइन यो एरियामा। धेरै ठुलो कालबाट बचेको त्यो समयमा यहाँबाट होइन। पुरै चारैतिरबाट मलाई घेऱ्यो क्या। यहाँ पुरा चारै डेन्जर तरिकाले क्या अट्याक गर्ने उसमा थियो होइन। तर उता अगाडि चाहिँ फेरि खुल्ला एरिया भएको कारणले होइन अलि भाग्न सफल भन्दा पनि यहाँ त्यो समयमा हुन त अहिले यो समयमा पनि त्यस्तो खासै केही पनि छैन होइन। ढुङ्गा मुढाहरू केही पनि छैन होइन। पहिला पनि थिएन, अहिले पनि छैन। त्यो टाइममा जस हल्का लक भएको कारणले 2-4वटा ढुङ्गाहरू पाएँ। अनि त्यो चौरमा त्यो पाएको कारणले गर्दाखेरि अनि हल्का त्यो ढुङ्गाहरू होइन हान्यो होइन। हान्दाखेरि त्यस प्रहार गर्दाखेरि यसो त्यो पनि चमाकचुक भयो। त्यसपछि भाग्न थालेको। त्यसपछि त्यो देखेर अब यसले हामीलाई मार्ने हो भन्ने उसले क्या। यदि म डराएको भए चाहिँ त्यो टाइममा डराएर भागेको भएन, उसले मलाई आक्रमण गर्ने सम्भावना धेरै थियो। तर त्यस कारण म डराएन क्या। त्यही भएर जति भागे आफै हुन्छ क्या। यस्तो जनावरहरूले आक्रमण गर्ने चान्स धेरै पनि हुन्छ होइन। त्यस्तो हो साथीहरू। हेर्नुहोस् यहाँ उसको त्यो अब जमानामा त यस्ता कुकुर बिरालोहरू धेरै पाल्ने कोसिस गरेर, तर भएन। धेरै मर्ने, अटोमेटिक मर्ने यताति गर्नु थाल्यो क्या। यो त आफै खै के भन्ने हो, आफै आएर बस्ने यताति गर्न थाल्यो होइन घरमा। त्यसपछि यो अब घरकै भनौँ कि अब बाहिर भनौँ, त्यो त ऊ भएन होइन। कसको कुकुर आएर हाम्रो रेखदेख गर्न थाल्यो क्या। अब तपाईँ भन्न सक्नुहुन्छ होइन कमेन्टमा, अब कसको कुकुर भन्ने हो भने त आएर अब सबै अब बन पनि सँगै, अब जता गयो त्यति सँगै हिँड्ने तरि गर्ने पनि गर्छु यो। घरको मान्छेहरूसँग मात्र नभएर अरूसँग पनि हिँड्छ, छिमेकी घरको मान्छेहरू त्यस्तो छैन। त्यही हो हल्का आफूलाई हुन्छ नि यस्तो जङ्गल हिँड्दा यता हिँड्दा पनि यसो जस्तै एक्लै हिँड्दा पनि आफूलाई डर नभएको महसुस हुन्छ कि झन्। अहिले हुन त डर त खासै केही पनि हुँदैन। अब त्यही पनि यस्तो एउटा यस्तै जानवर केही साथमा भयो भने आफ्नो साथ पनि यस्तो हुँदैन क्या। यहाँबाट नजिक नदी पनि छ होइन। हुन त यहाँ डर त धेरै थियो हल्का। यस्तो चारैतिरबाट अब पहाड इलाका छ यता साइडमा होइन, टापुहरू छन्। यही टापुमा मलाई उ गर्न खोजेको, हेर्न खोजेको भाग्य पनि। म भित्र धेरै त 6 जना त छैन। अब एउटामा मात्र छौँ होइन, एउटामा मात्र छौँ, धेरैजना त छैन। अब त्यही पनि अब सेफ्टी सबैभन्दा इम्पोर्टेन्ट हो। तर
तर यो जङ्गल किन मान्छेले अभोइड गर्छ आज थाहा पाए जस्तो लाग्यो। दिउँसो भए पनि डेन्जर फिल हुन्छ भने राति त सोच्नु सकिन्न हो, सोच्नु सकिन्न। दिउँसो त यस्तो डेन्जर फिल हुन्छ। अब त्यो टाइममा पनि म आएको थिएँ, जुन दिउँसो भन्दा पनि हल्का बिहान बिहान थियो, दिउँसो हेर्न त्यो टाइममा, तर पनि डेन्जर हुन्छ क्या। अब मान्छेको सङ्ख्या बढे सँगसँगै अब जानवर पनि त्यस्तै कमै छ। हुन त अब जङ्गल त्यस्तै टाइट भयो भने मान्छेले भित्रभित्र के गर्छ के गर्दैन थाहै हुन्न, त्यस्तै हो जङ्गल। अब सबै साथीभाइहरू अब गाउँठाउँको दृश्यहरू देखाएर भाइरल हुन्छ गरे होइन। म चाहिँ यस्तै जङ्गलभित्रको अब देखाएर पनि भाइरल हुनु पर्यो भने त्यस्तै हो, सुक्खा ठाडो गला होइन। दिउँसो भयो भने यो ठाउँ एक्लै हिँड्न सजिलो छैन है। फेरि दिउँसो भयो भने एक्लै चाहिँ हिँड्नु सक्बर मैले भन्न सुझाव चाहिँ त्यही दिन चाहन्छु होइन। एक्लै चाहिँ नहिँड्नु, जानवरको मुभमेन्टहरू भयो जस्तो पनि लाग्छ कहिलेकाहीँ होइन, एक्लै हिँड्दाखेरि यताउति हुन्छ होइन। अब तर देखिनु चाहिँ देखिने जानवर त्यति चलाक हुन्छ, फेरि मुभमेन्ट फेरि तपाईँले थाहा पनि सक्नुहुन्छ। यसो हिँडेको खर्साङ खुर्सुङ गरेको त त्यो होइन, मुभमेन्ट हुन्छ नि जुन, त्यो तपाईँले सुन्न सक्नुहुन्छ त्यो जानवरहरूको, त्यति डेन्जर हुन्छ होइन। त्यसैले सतर्कता अप्नाउनु पर्छ कहिले। जङ्गल भनेर पुरा एक्लै हिँड्ने त प्रयास छैन गर्नु होइन, धेरै डर धेरै डेन्जर हुन्छ, यस्तो हुन्छ। ठाउँ त राम्रो हो तर के अब यस्तो हो क्या, यो पुरा चारैतिरबाट मलाई घेरेको हुन्छ यता पुरा त्यो स्याल जस्तो एउटा के बुवास हो के भन्छ नि, धेरै डेन्जर चिज हो फेरि त्यो। तर लक चाहिँ रहेछ फेरि मेरो, राम्रो लकले चाहिँ बाँच्छ होइन। त्यो ठाउँमा लकले साथमा दिएपछि त आज तपाईँहरूको माझमा म चाहिँ यसरी बोल्न सक्ने थिएन होला सायद होइन, त्यस्तो अब माइकले चाहिँ भिडियो चाहिँ गरिरहेको छ होइन। अब कस्तो क्लियरिटी अब कस्तो आउँछ भन्ने, अब मोबाइलदेखि मोबाइलमा रेकर्डिङ गर्न खोजेको होइन। अब हेरौँ भनेर अब फर्स्ट टाइम हो माइकबाट रेकर्डिङ गरेको, नत्र मोबाइलबाटै गरिन्थ्यो होइन। माइकदेखि माइक अब मोबाइलको उसबाट उ गरेर भन्न खोजेको। अब त्यो अब ठिकै हेरौँ, पहिलो कन्फिडेन्स अब हरेक लिनुपर्छ है, कन्फिडेन्स पुरा हरेक चिजको चेकअप हरेक चिज गर्नु पऱ्यो। अब त्यसपछि अब यो राम्रो भएन भने पछि अर्को यो वायरलेसवाला, अब त्यसपछि अब सबै ट्राई गर्नु पर्ला पछि एउटा दुइटा गर्दै हेरौँ अब यसको कस्तो कन्डिसन हुन्छ पछि गएर होइन। हेर्नु सक्नुहुन्छ आइरहेको छ हाम्रो टाइगर थाकिसक्यो बिचरा हिँड्दा हिँड्दै। मसँग हिँड्ने मान्छे जानवर मात्रै मान्छे पनि थाक्छ, यस्तो डेन्जर त्यस्तो है। यस्तो रियल गाउँहरूको जङ्गलहरूको भ्लगहरू हेर्न चाहनुहुन्छ भने होइन मलाई लाइक सब्सक्राइबहरू चाहिँ गर्नु है। गाउँ ठाउँहरूको यस्तो भ्लगहरू मन पराउनुहुन्छ भने है नेक्स्ट भ्लग चाहिँ फेरि म झन् खतरा लिएर आउँछु नि, फेरि झन् खतरा लिएर आउँछु ठिक छ तपाईँहरूको माझमा। अझै बबाल ल्याउँदै जान्छु, जति तपाईँहरूलाई माया देखाउनु जति साहस बढिदिनुहुन्छ नि म त्यति नै अझै राम्रो ल्याउने प्रयास गर्छु है।